हेलो साथीहरू, आज हाम्रो किचनमा बुढाले चिकन फ्राई गर्दै हुनुहुन्छ। हेर्नुहोस् त कति राम्रोसँग फ्राई गर्नुभएको छ। सुरुमा चिकनलाई राम्रोसँग धोइ पखाली गरेर मरमसलाहरू राखेर 15-20 मिनट जति छोपेर राख्नुभयो। त्यति बेलासम्म उहाँले दाल डोसा पनि बनाएर तयार गरिसक्नु भएको छ। दालमा उहाँले आँप हालेर बनाउनु भएको छ, अमिलो अमिलो ट्वाक्क खान पर्छ भनेर। हेर्नुहोस् त, उहाँलाई मैले जिस्काएको, बुढा हजुर मास्टर सेफ इन्डियामा जानुपर्छ है, भाग लिनुपर्छ भनेर भनेको त बुढा मक्ख पर्नुभयो, खुसी हुनुभयो। म पनि कति बाटी छु नि उहाँलाई जिस्काउनको लागि, बुढालाई फुर्काउनको लागि। हेर्नुहोस् त कति राम्रोसँग बनाएर तयार गर्नुभएको छ। अब अलिकति मात्रै बाँकी छ, यो पनि थोरै थोरै गरेर राखेर फ्राई गर्दै हुनुहुन्छ। अनि हजुरहरूलाई मेरो बुढाले बनाउनु भएको डोसा, दाल, चिकन फ्राई कस्तो लाग्दैछ साथीहरू? मन पर्यो भने लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला।